धेरैजनालाई थाहा हुँदैन कि अलग अलग प्रकारका जुत्तामा फितो बाँध्ने तरिका पनि फरक हुन्छ। एक कन्भर्स अथवा क्यानभास जुत्तामा फितो बाँध्ने सबैभन्दा लोकप्रिय तरिका सजिलो, आकर्षक र एकपटक हेर्दा नै सिक्न सकिने। यसले जुत्तालाई तहदार र सुन्दर देखाउँछ। कमेन्ट मात्र गरिदिनुस्, हामी फलो ब्याक गरिदिन्छौँ है। 2 लकी नट शैलीमा फितो बाँध्दा फितोले सानो तालचा लक जस्तै आकृति बनाउँछ। मानिन्छ कि यसले शुभ भाग्य ल्याउँछ। परीक्षा, डेट वा महत्त्वपूर्ण दिनका लागि उपयुक्त। 3 चाइनिज नट शैली रातो फितो प्रयोग गरेर सानो परम्परागत गाँठो बनाइन्छ। यसले जुत्तामा सांस्कृतिक सौन्दर्य थपिदिन्छ। 4 डबल लेयर क्रिसक्रस विधि त्रिआयामिक, आकर्षक र स्टाइलिश देखिन्छ। स्ट्रिट स्टाइल पहिरनका लागि आदर्श। 5 बो नट रिबन जस्तै फितो विशेष गरी युवतीहरूको सेता स्निकर्समा धेरै प्यारा देखिन्छ। 6 फर्स्ट लभ नट साधारण तर सफा, स्वच्छ र कोमल देखिने शैली कपल फ्यासनको लागि एकदम उपयुक्त। 7 टू कलर नट फरक फरक रङका 2 फितो बुनिएर जुत्ता तुरुन्तै आकर्षक र अनौठो देखिन्छ। 8 कलरफुल नट रेनबो फितो प्रयोग गरेर बनेको ऊर्जा भरिएको शैली यात्रा, छुट्टी वा फन आउटफिटका लागि उत्कृष्ट। 9 हार्ट शेप्ड नट फितो मिलाएर मुटुको आकार बनाइन्छ। कपलहरूसँगै हिँड्दा अझै प्यारा देखिन्छन्। 10 डबल रो बकल सफा, क्लासी र हाई एन्ड लुक दिने शैली फितो चाँडै खुल्दैन, सुरक्षित पनि हुन्छ। 11 एस शेप नट फितोले एस आकार बनाउने अनौठो तरिका भिडमा अलग देखिन चाहनेका लागि उपयुक्त। 12 विद्यार्थीहरूले मनपर्ने राउन्डलेस नट छिटो, सजिलो, फितो खुल्दैन र स्टाइलिश देखिन्छ। 13 क्रस बकल तरिका फितो खुट्टाको माथिल्लो भागमा मजबुतसँग फिक्स हुन्छ। दौडधुप, खेलकुद वा लामो हिँडाइका लागि उत्कृष्ट। 14 सिंगल रो बकल सफा, सरल र क्याजुअल जुत्तामा उत्तिकै सुहाउने। जुत्ताको समग्र लुक व्यवस्थित र तेजिलो देखिन्छ।